नमस्कार, गुड इभिनिङ अन्टेस डेले अनि हाम्रो आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई अनि आज साँझको नमस्कार भन्न चाहन्छु। अनि आजको टपिक चाहिँ के हो भने दया भन्ने के हो, माया भन्ने के हो, संसारको धर्म मान्ने या नमान्ने जो भयो भने दया माया भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण। संसारमा दया माया कम भएको कारणले एकदमै झै झगडा धेरै अनि तत र म भने चाहिँ किन आयो दया माया कम भएर। त्यस कारणले हामीले दया भन्ने के हो, माया भन्ने के हो, तपाईहरुले सोच्छ होला यो दया मायाको कुरामा त हामीलाई थाहा छ भन्ने सोच्छ होला, थाहा होला, तर पनि सोच्छो दया के हो, साँचो एकदम सफा दया के हो, सफा माया भन्ने के हो, त्यसको बारेमा मैले एक दुई शब्द तपाईहरुलाई फाइदा हुन्छ भन्ने अनुभव र विश्वासले सबैजनालाई फाइदा हुन्छ भन्ने म विश्वास छैन, तर पनि एक दुई जनालाई फाइदा हुन्छ भन्ने मेरो भावना र विश्वासले म तपाईहरुलाई एक दुई शब्द भन्न चाहन्छु। पहिलो प्रथम के हो भने दया भन्ने के हो हैन, हामीले कम्प्यासन भन्छ हैन, कम्प्यासन करुणा हैन, माया भन्ने के हो, लभ भन्छ। त्यसकारणले पहिले के सोच्नु पर्यो, जान्नु पर्यो भने दया भन्ने कम्प्यासन हो भने दया कसो गरी गर्ने त्यसमा हामीले जान्नुपर्छ। दया भन्ने चाहिँ के हो, कसो गरी हामीले प्र्याक्टिस गर्ने। दया भन्ने चाहिँ के हो भने आफूलाई यदि दया र आफूलाई शान्ति चाहिन्छ भने संसारको पशु पंक्षी प्राणी भएको जो भयो भने त्यसलाई पनि दया चाहिन्छ भन्ने लाई हामीले दया भन्छ। दया दया करुणा हैन, संसारको पशु पंक्षीहरू जम्मै दया होस्, दया पाओस्, दया पाउनेको कन्डिसन कज पाओस् भन्ने हामीले जहिले पनि चार नेपालीको के भन्छ कि फोर इमेजेबल भन्छ हैन। संसारको पशुपन्छीहरूलाई दया र दयाको भलो होस्, माया र मायाको भलो होस्, कठिन र कठिनको बाट हटोस् भन्ने हामीले जहिले पनि प्रार्थना गर्छ नि। त्यसकारणले दया भन्ने चाहिँ कम्प्यासन जसलाई पनि चाहिने, संसारको मान्छेहरू जम्मै बिहानदेखि बेलुकासम्म ठुल्ठुलो व्यापारीहरू होस् हैन, अहिले तलब माग्नेहरू होस् हैन, संसारको पशुपन्छी बोल्न सक्ने नसक्ने यसमा केही पनि फरक छैन, जम्मैलाई शान्ति चाहिने एउटै हो। त्यसकारणले करुणा भन्ने चाहिँ एकदम महत्त्वपूर्ण, त्यो हामीले जान्नु पर्यो हैन। माया भन्ने चाहिँ के हो, अघि भनेको जस्तै सोच्छ होला तपाईहरु, माया भन्ने हामीले थाहा छ नि, लभ भन्छ हैन, तर पनि मायालाई धेरै किसिमको माया छ हैन। आफ्नो घरको हस्बेन्ड वाइफ, घरको हस्बेन्ड र वाइफको एउटा माया हुन्छ हैन, गर्लफ्रेन्ड र बोयफ्रेन्डको एउटा माया हुन्छ, दाजुभाइको एउटा माया हुन्छ हैन, आफ्नो बच्चाले बा आमालाई दिएको एउटा माया हुन्छ हैन, त्यो हाम्रो माया हो। तर पनि यो मायामा एउटा केही न केही एट्याच भइरहेको छ, एट्याच। त्यसकारणले हाम्रो यो माया चाहिँ स्वच्छ र क्लिन हो भने होइन, त्यो हामीले जान्नुपर्छ। स्वच्छ र क्लिन किन होइन भन्ने एउटा प्रश्न आउँछ। किन होइन भने यदि तपाईको त्यो माया चाहिँ आफ्नो बा आमालाई दिएको माया, बा आमालाई लाग्ने माया, आफ्नो स्वास्नीलाई लाग्ने माया, आफ्नो छोराछोरी लाग्ने माया चाहिँ स्वच्छ र क्लिन हो भने त्यही जस्तो जसको पनि बा, जसको पनि वाइफ, जसको पनि बच्चाहरूलाई त्यही जस्तो माया जान्नुपर्ने त्यो नजान्ने रहेछ किन? त्यो हाम्रो सोच्नुपर्ने एउटा एकदमै ठुलो क्वेसन हो।
थाहा पाउनुभयो त्यस कारणले माया भन्ने चाहिँ के हो भने एट्याच नभएको आफूभन्दा अहिलेसम्म आफूलाई के भनौँ अब आफै मात्रै म र मेरो मलाई भन्ने चाहिँ एउटा इको भन्ने हुन्छ नि होइन मलाई चाहियो म राम्रो हो मै जित्नुपर्छ होइन मेरो आफन्त जित्नुपर्छ मेरो बालाई चाहिन्छ मेरो आमालाई चाहिन्छ मेरो वाइफलाई चाहिन्छ मेरो बच्चालाई चाहिन्छ मेरो छिमेकीलाई चाहिन्छ मेरो देशलाई चाहिन्छ भन्ने मेरो र मलाई म मेरो मलाई मलाई मेरो भन्ने यही शब्दले गर्दाखेरि होइन हामी संसारमा शान्ति खोज्नेको ट्राई गर्दै प्रयास गर्दै तर पनि अनि दुःखको कन्डिसन बढाइरहेको छ त्यस कारणले माया भन्ने चाहिँ आफूले आफूभन्दा पनि अरूलाई रिस्पेक्ट गर्ने आफूभन्दा अर्कालाई मान गर्ने आफूले कस्तो चाहेको छ त्यही जस्तो अरूले पनि चाहिन्छ भन्ने सोचाइ हुनु पर्यो होइन अहिलेसम्म मलाई र मलाई मेरो भनिरहेको छ अब तपाईँको तेरो तपाईँहरूलाई भन्ने हामीले त्यो माइन्ड चेन्ज गर्नु पर्यो त्यो गर्यो भने अनि माया भन्ने चाहिँ स्वच्छ हुन्छ थाहा पाउनुभयो दया भन्ने चाहिँ के हो भने अघि भनेको जस्तो संसारको जुन प्राणी भएको होइन जो भयो भने त्यो जम्मैलाई दया गर्नुपर्छ दया कसरी गर्ने त्यसलाई दुःख नदिने काटमाड नगर्ने होइन अनि मान्छेले हो भने मान्छेलाई काटमाड गर्नु सक्दैन गाह्रो छ तर पनि हामी पशु पन्छीहरूलाई एकदमै दया एउटा पनि नभएर चट काट्छ नि त्यो गर्दाखेरि उसलाई कति दुख्यो होला मान्छेले आफैलाई त्यस्तो गरी काट्यो भने कति दुख्छ होला हाम्रो एउटा छुरीले एउटा कुकुरले आफ्नो एउटा केही तरकारीहरू काट्दाखेरि हात काट्यो भने हामीलाई कति पोल्छ हाम्रो रगत तल झर्दाखेरि रगतलाई पनि कति माया गर्छ हामीले रगत पनि चुस्ने मान्छे कति छ त्यही जस्तो बोल्नु सक्ने र नसक्नेको फरक मात्रै हो उसको पनि रगत आउँछ उसलाई पनि दुख्छ होइन एकमुठी सास उसलाई पनि छ त्यस्तो हामीले सोचेर दया गर्न सक्यो भने होइन अनि जो भयो भने एउटै हो भन्ने हामीले सोच्नु सक्छौँ होइन यो पशु पन्छीको कुरा यदि माया मान्छेमा सोच्यो भने होइन मान्छेमा सोच्यो भने मान्छे आफ्नो एक एउटा सोचाइ हुन्छ होइन आफ्नो सोचाइ नमिलेर होइन आफ्नो सोचाइ नमिलेर अर्कालाई मुख छाड्ने होइन अर्कालाई दुःख दिने होइन अर्काको शान्ति भएको मनलाई अशान्ति बनाउने सुख भएको जीवनलाई असुख बनाउने गरेमा एकदमै हाम्रो बुद्धिस्टको तर्फबाट हेऱ्यो भने एकदमै पाप यदि बुद्धिस्ट नभए पनि अर्को तरिकाले हेऱ्यो भने एकदमै नराम्रो ठान्छ नि मान्छेले संसारमा एकदमै नराम्रो के भन्छ यो त एकदम नराम्रो छ मान्छेलाई दुःख दिन्छ होइन मान्छेलाई जहिले पनि अशान्ति राख्छ भन्छ हामीले हाम्रो समाजबाट पनि हामीले एकदम टाढो बस्न कोसिस गर्छ मान्छे राम्रो छ जसलाई पनि मान गर्छ रिस्पेक्ट गर्छ अनि कुरा राम्रो गर्छ बोल वचन अनि हाँस होइन अनुहारहरू देखाउँदाखेरि त्यो मान्छे छ भने ओ यो मान्छे एकदम राम्रो छ जहिले पनि यसको बानी बेहोर बोल वचन एकदम राम्रो छ भनेर जहिले पनि मान गर्छ नि होइन त्यस कारणले हाम्रो समाजमा अहिले तत र म गर्ने र अनि तेरो र मेरो तपाईँ र म तेरो छिमेकी र मेरो छिमेकी तेरो देश र मेरो देश भन्ने कारण चाहिँ एकदमै त्यो बढी भएको कारणले संसारमा दुःख पाइरहने कारण त्यही हो त्यस कारणले हामीले दया र मायामा एकदमै दया माया बढाउनेमा एकदमै प्रयास गर्नु पर्यो एकदम महत्त्वपूर्ण हो फेरि एउटा सोच्नु अघि मैले आफ्नो वाइफलाई माया गर्ने बालबच्चालाई माया गर्ने आफ्नो बाआमालाई माया गर्ने चाहिँ अट्याच हो भन्दाखेरि नराम्रो नसोच्नु राम्रो हो त्यही जस्तो आफ्नो बाआमा आफ्नो परिवारलाई जति माया गएको छ होइन
जति माया गर्छ त्यही जस्तो माया पनि अरूले बढाउने हामीले कोसिस गर्नुपर्छ। हामीले भन्छ होइन संसार शान्ति होस्, होइन संसार शान्ति होस्, विश्वमा शान्ति फैलोस् भन्छ, भनेर मात्र हुँदैन। त्यस्तो हो भने त भनेर मात्र हुने हो भने त अनि हामीले काममा नगएर मलाई $1,00,000 पाओस्, $1,00,000 पाओस् भनेर मात्रै बसेर $1,00,000 पाउनु पर्ने नपर्ने त किन हो? $1,00,000 बनाउनुलाई तलबाट पैसा 1 पैसाबाट हामीले कमाउनु पर्यो नि, साँच्नु पर्यो नि। घन्टा घन्टा, दिन दिन, हप्ता हप्ता, महिना महिना, वर्ष वर्ष गरेर हामीले $1,00,000 कमाउन सक्छ त? होइन भने सक्दैन। त्यही जस्तो विश्वमा शान्ति फैलाउनु पर्ने र विश्वमा दया माया बढाउनु पर्ने हो भने आफूबाट बढाउनु पर्ने एकदम महत्त्वपूर्ण हो। आफूले दया र माया बढाउनु सक्यो भने आफ्नो परिवारसँग दया माया बढाउन सक्छ। आफ्नो परिवारसँग, घरको परिवारसँग दया माया बढाउन सक्यो भने आफ्नो अनि आफन्तसँग दया माया बढाउन सक्छ। आफन्तसँग दया माया बढाउन सक्यो भने अनि छिमेकीसँग दया माया बढाउन सक्छ। छिमेकीसँग दया माया बढाउन सक्यो भने हाम्रो जिल्ला अनि अञ्चल, देश, संसार, विश्वभरि यसोरी बढाउनु पर्यो। हामी के गर्छ? शान्ति चाहिन्छ, विश्वमा शान्ति चाहिन्छ, नेपालमा शान्ति चाहिन्छ, संसारमा शान्ति चाहिन्छ भनिरहेको छ। माथिबाट तलसम्म शान्ति चाहिने हो, तर पनि शान्ति कसरी बढाउने थाहै छैन। आफू अशान्ति बसिरहेको छ, आफू दुखी गरेर बसेको छ, आफू आफ्नो मात्रै लागि सोचिरहेको छ, कसरी शान्ति हुन्छ? हुँदैन नि। त्यस कारणले शान्ति फैलाउने अर्को के होइन, घरमा शान्ति फैलाउने भने आफू शान्ति हुनु पर्यो, आफू एकदमै खुल हुनु पर्यो, होइन आफूले सहनु पर्यो, होइन सानो सानो हुँदैन भनेर ठुलो हुँदैन भने एउटा हाम्रो एउटा भनाइ छ नि, त्यो जस्तो हो। हामीले के भन्छ, मलाई उसले मलाई चोर भने म त सहनु सक्दैन, हानिदियो भन्छ नि। यो हानेर के भयो? उसलाई दुख्यो त होला, तर पनि त्यो प्रब्लम चाहिँ, त्यो कठिन चाहिँ बढी गयो, त्यो प्रब्लम त बढिसक्यो हो। त्यस कारणले यदि सह्यो भने सानो हुँदैन भन्ने कारण के हो? भन्यो भने ठुलो हुँदैन भन्ने कारण के हो भने यदि एकजनाले मलाई चोर भने मैले एक बक्सिङ हानेर उल्लाइदियो भने म के भयो? म ठुलो भएन नि। आफैलाई पनि दुःख, उसलाई पनि दुःख। सोच्छ होला मलाई के गर्नु, मैले हान्नु पाएँ मजा आयो सोच्छ नि, तर पनि मजा आएको छैन। मनमा ढुकढुकी लाग्यो, ओ मैले त उसलाई हान्यो, उसले मलाई के गर्छ भन्ने सोचिरहेको छ। त्यस कारणले यदि शान्ति र दया माया फैलाउने हो भने आफूबाट फैलाउनु पर्ने, एकदमै आफूबाट सुरु गर्नु पर्यो। स्टार्ट फ्रम योर सेल्फ। आफूबाट फैलायो भने अनि परिवारमा पनि शान्ति हुन्छ। खाना एक मिठो खाना भयो भने एकदम मिठो हुन्छ, बच्चाहरू शान्ति, एकदमै कुल, पिस हुन्छ। घरमा झै झगडा गरी बस्यो भने बच्चाहरू एकदम डर गर्छ, केही राम्रो कुरा गर्नु झसङ्ग बच्चाहरू तर्सिन्छ। त्यसकारण बच्चाको दिमागमा एउटा कालो दाग लगाए जस्तो हो। त्यसकारणले हामीले अब मलाई केही पनि थाहा छैन, तर पनि जस मैले तपाईँहरूले 1-2 शब्द भनेर केही न केही हुन्छ कि भन्ने मात्रै होइन। त्यसकारण हामीले आफूबाट शान्ति फैलाउने, घरमा एकदमै पिसफुल शान्ति गरेर बस्यो भने एउटा जीवन होइन, यो जीवन आकाशको चमत्कार जस्तो हो। अहिले छ, भोलि बिहान छैन, भोलि छ, पर्सि छैन। त्यसकारणले आफ्नो परिवारहरूसँग सुखी जीवन बिताउने, सुखी जीवन खाना एक छक भयो भने नमिठो भयो भने मिठोसँग खाने, होइन यो मान्छेले यस्तो गरेछ, ऊ मान्छेले उस्तो गरेछ, उसले यत्रो कमाएछ, उसले पनि यत्रो कमाएछ, उसले घर किनेछ, उसले गाडी किनेछ भनेर त्यसमा हामीले के भनौँ जेलस गरेर बस्यो भने के फाइदै छैन। आफैलाई दुःख हो। हामीले मान्छेलाई मुख छाड्छ, आफैले मन नपराउने मान्छेलाई हामीले मुख छाड्छ। मुख छाड्ने मान्छे अगाडि छैन, अगाडि छाड्नु सक्दैन। अगाडि छाड्यो भने झगडा पर्छ, पछाडि छाड्छ। मुख छाड्ने मान्छेले थाहै छैन के भयो, आफैले दुःख पायो। आफैले दुःख कसरी हुन्छ एउटा प्रश्न, होइन। हामीले मान्छेलाई मुख छाड्यो भने हाम्रो 10 वटा नन भर्चुसमा
मुखको पाप भन्ने 4वटा छ। पाप गरेपछि पाप चाहिँ नराम्रो भन्ने जसले पनि भन्छ नि होइन। पाप नराम्रो हो भने यो पाप चाहिँ ब्याड एक्सन, सोचाइ नराम्रो। सोचाइ नराम्रोले गर्दाखेरि त्यसको फल पनि नराम्रो पाउने, हिजो अस्ति भनेको जस्तै हो, फल पनि नराम्रो पाउँछ। हिजो अस्ति हामी डिस्कस गरे जस्तै हो, जग्गामा घुरेनमा बारीमा खुर्सानी रोप्यो भने खुर्सानी फल्छ नि, त्यही जस्तो हो। हामीले त्यस्तो नगरेर मान्छे जे गर्यो भने राम्रो गर्यो भने रिजोइस गर्ने, नराम्रो गर्यो भने ओहो यसले यस्तो गरेछ, यसलाई धेरै पाप भयो, अब यो नर्कमा जान्छ भनेर हामीले माया सोच्ने त्यसलाई। ओ ठिक्कै भएछ, यो मान्छे त एकदम नराम्रो थियो, ठिक्कै भएछ नसोच्ने। उसलाई नराम्रो भएर हामीले ठिक्कै भयो भने राम्रो हुँदैन। उसले पनि सुख खोजिरहेको छ तर पनि उसले सुख पाएको छैन। त्यस्तो ठाउँमा आफै छ भने त्यो मान्छेले आफैले त्यस्तो भन्यो भने कति मन दुख्छ, त्यो हामीले सोच्नुपर्छ। त्यस्तो गर्यो भने अनि हाम्रो दया माया बढाउन सक्छ। दया माया जति बढ्यो त्यति सुखी जीवन हुन्छ। मर्दाखेरि पनि मनमा ढुकढुकी हुँदैन, ओ म बस्दाखेरि यस्तो गरेको थियो यस्तो गरेको थियो, मनमा ढुकढुकी हुँदैन। मर्नु लाग्दाखेरि त्यो जुन आफूले यो गर्नु सक्ने टाइममा नराम्रो व्यवहार गरेको चाहिँ सोच्छ भन्छ, मनमा आउँछ भन्छ, त्यो टाइममा लेट भइसक्यो, समय लास्टमा पुग्यो, अन्तिम समय पुगिसक्यो। त्यस कारणले हामीले म सानो हो, अहिले म पाठ पूजा गर्ने टाइम छ, अर्को बाआमाहरू ठुलो हो, अहिले उनीहरू बिस्तारै बिस्तारै गर्दै जानु भने नसोच्ने, सानो या ठुलो, धनी या गरिब, यसमा केही फरक छैन। मर्नेको काल आयो भने धनी र गरिबमा फरक छैन। अब हेर अहिले कोरोना भाइरस, धनी र गरिबको फरक छैन। ठुलो राज्य र ठुलो देश र सानो देशको फरक छ र छैन। नाम भएको र नभएको फरक छ छैन। जसलाई पनि कोरोना भाइरस लाग्दो रहेछ नि, त्यही जस्तो हो दया माया भनेर जसलाई पनि चाहिन्छ। हो त्यो सोध्नुहोस् भनेर म यहाँ तपाईँहरू रिक्वेस्ट गरेको। यदि मैले यहाँ केही नराम्रो गरौँ, केही त्यो भएमा तपाईँहरूलाई माफ गर्न चाहन्छु। अनि मेरो यहाँ 2 शब्द यी टुङ्ग्याउँछु। आजको विषय चाहिँ हाम्रो आजको टपिक चाहिँ दया माया भन्ने चाहिँ कसरी फैलाउने भन्ने कुरामा तपाईँहरूले 2 शब्द भनेको। पछि टाइम पायो भने यसै गरी तपाईँहरूले 1-2 शब्द भनेर मद्दत गर्न चाहन्छु। थ्याङ्क यू, धन्यवाद।